गुल्मीका 12 स्थानीय तहमध्ये कुन तहमा कति रकम बेरुजु? नमस्कार, सुनगाभा खबरमा म टिकाराम थापा तुफानको सभाबाट हार्दिक स्वागत छ। अब सुन्नुहोस् पूरा समाचार। गुल्मी जिल्लाका 12वटा स्थानीय तहमध्ये आर्थिक वर्ष 2080-81 मा सबैभन्दा कम बेरुजु मालिका गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढी प्रतिशतमा गुल्मी दरबार गाउँपालिका र रकममा रेसुङ्गा नगरपालिकाको देखिएको छ। वैशाख 31 मा महालेखा परीक्षकको 62औं वार्षिक प्रतिवेदन अनुसार मालिका गाउँपालिकामा जम्मा 31,16,000 बराबरको बेरुजु देखिएको हो। कुल बजेटको 0.25% मात्रै रहेको छ। यो जिल्लाका 12वटा पालिकामध्ये सबैभन्दा कम हो। त्यस्तै प्रतिशतमा बढी बेरुजु हुने गुल्मी दरबार गाउँपालिकामा 2,42,26,000 रुपियाँ बेरुजु देखिएको छ। उसको कुल बजेटको 2.16% बेरुजु रहेको हो। त्यस्तै रकममा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकामा 2,68,16,000 रुपियाँ 1.82% बेरुजु गएको हो। त्यस्तै चन्द्रकोट गाउँपालिकाको 2,27,77,000 रुपियाँ बेरुजु निस्केको छ, जुन 1.95% बेरुजु रकम हो। त्यस्तै इस्मा गाउँपालिका पनि ठूलो रकम बेरुजु निस्किने पालिकामा परेको छ। उसको 1,25,89,000 रुपियाँ बेरुजु निस्केको छ, जुन कुल रकमको 1.16% बेरुजु हो। ती पालिकापछि बढी रकम बेरुजु हुनेमा मुसिकोट नगरपालिका परेको छ। उसको 1,20,00,000 कुल बजेटको 1.14% हो। तर विगतको तुलनामा मुसिकोटमा गत आर्थिक वर्षमा बेरुजु रकम निकै कम हो। मालिकापछि कम रकम बेरुजु निस्कनेमा धुर्कोट गाउँपालिका परेको छ। उसको 50,65,000 मात्रै कम बेरुजु निस्केको छ, जुन कुल बजेटको 0.37% मात्रै बेरुजु हो। त्यस्तै सत्यवती, कालीगण्डकी, छत्रकोट, मडाने र रुरु क्षेत्र गाउँपालिका पनि कम रकम बेरुजु निकाल्न सफल पालिकामा परेका छन्। सत्यवतीमा 75,17,000 बेरुजु देखियो। उसको कुल बजेटको जम्मा 0.79% मात्रै बेरुजु निस्केको छ। कालीगण्डकीको 94,63,000 अर्थात् 0.80%। छत्रकोटको 1,71,000 कुल बजेटको 0.79% बेरुजु निस्केको छ। मडानेको 81,14,000 अर्थात् कुल बजेटको 0.67%। रुरु क्षेत्रको 75,70,000 कुल बजेटको जम्मा 0.70% मात्रै बेरुजु निस्केको छ। यस सम्बन्धमा प्रतिक्रिया माग्दा जिल्लाका प्राज्ञिक व्यक्तित्व लुम्बिनी बौद्ध विश्वविद्यालयका सिनेटर परमप्रसाद पाण्डेले गुल्मी जिल्लाका 12वटै स्थानीय तहको बेरुजु रकम विगतको भन्दा कम आउनु सन्तोषजनक रहेको बताए। उनले जिल्लाका 7वटा पालिकाको बेरुजु 1% भन्दा कम आउनु थप सुखद रहेको प्रतिक्रिया दिएका छन्। यो समाचार सुनेर हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो उस्तै प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नभुल्नुहोला। बिदा चाहन्छु। नमस्कार।